ज्याकेट उता थियो अघि चाहिँ गर्मी भएको थियो अहिले चाहिँ हल्का जाडो हुँदैछ मलाई यहाँ चाहिँ हेर्न सक्नुहुन्छ उकालो धुलो त्यस्तै हैन अनि यता चाहिँ सिधै के अरे ओ मेरो छोरीले ओ माई गड भन्दै छिन् यता चाहिँ ठुलो मामुसँग बसेर मस्किरहेको छु यता चाहिँ आउँदैछ गाडीहरू देख्न सक्नुहुन्छ यो चाहिँ सिधै भिरमा बाटो राम्रो रहेछ तर हल्का अफरोड भएको छ यो चाहिँ अरूतिर चाहिँ राम्रै थियो यता चाहिँ अलिक अप्ठ्यारो रहेछ सक्नुहुन्छ यहाँ चाहिँ हेर्दै डर लाग्दो भिड देखेँ मैले चाहिँ मलाई त कस्तो डर पनि लाग्यो होइन किनारै किनार यहाँ चाहिँ यस्तो छ क्या धरतीको पहिलो तीर्थस्थल हामी चाहिँ फाइनली अब चाहिँ पुग्न आँट्यौँ भिडियो चाहिँ धेरै लामो भइसक्यो मेरो चाहिँ 10 मिनटको हुन आँट्यो 7 मिनट भइसक्यो छ वाउ देख्न सक्नुहुन्छ कस्तो धेरै भिड छ यहाँ चाहिँ आज शनिबार त्यही भएर पनि होला कस्तो राम्रो छ हामीलाई चाहिँ रमाइलो लागिरहेछ हाम्रो नानीहरू चाहिँ पछाडि रमाइछ नमस्ते एनसेल के छ तपाईहरुको एनसेल नमस्ते छैन यस्तो छ नमस्ते पनि एनसेल टिप्दैन यहाँ मेरोमा मेरो दाइको नाममा टिप्न है त्यही टिप्न लान पक्नु न गाडी पर छैन क्या पार्टी सक्नु चाहिँ कहाँ निश्चित छ यहाँ हेर्दै थिएँ बनाउँछ अब पूजाको सामान के रहेछ सरल किन्नु अनि सट्ट जानु तपाईको नम्बर सक्नुहुन्छ हामी चाहिँ अहिले बरा क्षेत्रबाट भित्र प्रवेश गरिसक्यौँ गाई चाहिँ साथीहरू दिदीहरू चाहिँ यता हुनुहुन्छ कस्तो रमाइलो लागिरहेछ चिसो चिसो मौसम होइन पहाडभित्र वा यस्तो रमाइलो गाई यता चाहिँ देख्न सक्नुहुन्छ हेर्नु त रुद्राक्षको कस्तो दामी